अब के भन्नु खोजे छिटो भन भने चिया कति बेला बनाइदिएँ मैले कति बजे 8 नै बजेको थिएन है अहिले 8:30 भयो है 7:30 बजे बनाएको चिया है उसलाई चिया नै खानु छैन रहेछ मलाई दुःख दिनलाई चिया बनाउनु लाग्यो कि त्यो चिया बनाएर दिएर त्यत्रो म मासु पकाएर मासु पनि सिटी लागिसक्यो पाकिसक्यो अनि मैले खाइसकेँ के मैले खाइसकेँ क्या जे भयो नि मैले खाइसकेँ अनि म्याउ जस्तै देखिरह काम छैन दिनभरि कसले गर्दै बिहान 6 बजेबाट बेलुका 8 बजे आइरहेको त्यो नि काम छैन कसले गर्दा मेरो काम तिमी गर्दै आटले यस्तो अनि अहिले के भन्दै थियो नि मलाई के भन्दै थियो नि अघि दिनभरि भूत बसेर जस्तो एकटा धुमधुम बसेको छ अनि बेलुका हामी सबैजना आउँदाखेरि तिमीलाई झिझा लाग्छ होला है भने कसैलाई पाउँदैन छैन ओइ भन्ने पाउनु छैन बोले पनि एक्लै नबोले नि एक्लै हेऱ्यो नि ती मोबाइल नहेऱ्यो नि ती मोबाइल त्यही भएर सुते पनि भयो उठे पनि भयो त्यो अब कुखुरा बोल्दैन चल्लाएर चिउ 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 मात्रै गर्छ दोहोरो कुरा गर्दैन हुन न बोल्न त किन नबोल्ने उनीहरू बुझिहाल्छ नि उनीहरूले त अनि तिमीलाई त्यो झिझा लाग्छ होला अनि त्यसो हामी आएपछि के गरौँ भित्रबाट त्यो सक 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 भएर आउँछ होला त्यही भएर थर्का ओइ भने के भन्यो थर्का त्यसै काम न बेकामे थर्का काम न कि बेकामे बोल्यो चिया बनाएर दिएको त्यो सेलाएपछि 1-1.5 घन्टा पछि खान्छ को त न्यु हो र 1.5 घन्टा पछि चिया खान थालेपछि अनि न्यु न घिउ नि उल्टो हो नि के गरे दिनभरि कहाँ गयो कोलाई भेटेर आयो गर्लफ्रेन्ड भेट्न गएन आज जान भ्याएन कि गर्लफ्रेन्ड भेट्दैन आफै हालत पाउँदो भइरहेको त्यो गर्लफ्रेन्ड भेटेन त्यो हात दुख्या भएर नभेटे हात दुख्या भएर नभेटे गर्लफ्रेन्ड भेट्ने टाइम कहाँ छ तिमीसँग अनि हुन्छ नि त गर्लफ्रेन्ड त हुन्छ अनि त्यो हुन्छ नि के अरे के कागले छ नि आफ्नो नाम आफै काट्छ भनेको छ नि कस्तो भन्दाखेरि ठ्याक्कै आफूले जस्तो आफूलाई सोध्छ नि अर्काको त्यस्तै छ भनेर सोध्छ कि सोध्छ त नि त्यही सोचेको नि मैले जस्तो अब त्यही सोचेको नि जस्तो तिम्रो अब बोयफ्रेन्ड छ नि त तिमीले बेला बोयफ्रेन्ड जान्छौ अनि म पनि गर्लफ्रेन्ड जान्छ सोचिरहेको छु तिमी